हे भैँसालाई जाठाले यहाँ भैँसा भोगले मर्या हजुर भैँसालाई त सेरी यहाँ भैँसा भोगले मरे सेरी हो ए हो भैँसालाई जा सेरी यहाँ भैँसा भोगले मर्या इसो बुझे उयो खेल्दै क्या देउडा बुझे मुमया मान्दैन मान्नु निर्गुणा तेरी मुमया मान्दैन मान्नु ये निर्गुणा तेरी यहाँ भैँसा भोगले मर्या भैँसा लैजा सेरी इसो बुझे गुड त्यसो भएपछि कुरोडी के हुनुहुन्छ के भन्नुहुन्छ भने कुरेडी पारे आफ्ना भाषा के हुने भाइ होइन हो कुरेडी कहानी त्यसो हुन्छ अब सब के भन्ने भयो कि यो बजेसम्म कुरेडी कहानी अरिहाल्नु पऱ्यो भन्ने भयो कि सब त्यो हुने हुनाले आज के हुने माता तीर्थ औँसी बजे आज आमाको मुख हेर्ने दिन इजाको मुख हेर्ने दिन आज त्यो भयो हुनाले म अहिले धनगढीबाट भ्याट्ट आएको हैन धनगढीबाट धनगढी थाहा छ तपाईँलाई धनगढी भन्ने कहाँ हो जे कहाँ पो अब इधरबाट द चारै बराबर कहाँ हो बजे चारै बराबर यो एकाले के भन्यो कि तपाईँले बजे एउटा यो एक दुईवटा गीत भनिहाल्यो सुनिहाल्यो सुन्नु पऱ्यो भन्नु क्या तसो भन्यो त्यो भन्न आएको पुरानो गीत गाउनु नै के उसो भन्नु गीत भन्नु गीत भन्नु पऱ्यो नि के सुन्न गीत भने त्यहीबाट दाराहरूको त्यहीबाट सल्लाह गुड तोकरी देखिया बेला मेरा पता गल्ला सही हो जी सही तीन गीत भयो तीन अर्को जी अर्को गीत कमसेकम 10 तो पुऱ्याउनु पऱ्यो क्या यहाँ भैँसा बगल मर्या भैँसा लदा स्यादी मुमया मान्दैन मान्नु निर्गुणा तेरी त्यो पनि भइयो दुईबाट भइयो अर्को बटाई मुसुरेका बल कमिना पाकन्छ बाजा सुमरणी लागे कसी लागन्छ कटाई तेरी सुमराई कसी लागन्छ बुझे आए कटाई बा मेरी बा आओ दिन आया कोई दिन आया हुन अब दिन आइगयो कोई कहाँ आयो दिन अहिले दिन आउने बाहिरको रात आउने बुझे हो तसो हुनाले कुरेडी कहानी अब अगाडिका गीत पनि गाउने थिए नि बुझे रमाइलो पनि अद्दा थिए अब आजभोलि तसो अद्दैन आजभोलि गाउने त देउडा भनेपछि पनि निगुन्ने मान्न देउडा भनेपछि पनि निगुन्ने मान्न खोइ हाम्रा पिता पुर्खा हाम्रा बाउ बजे कहाँ कसरी खेल्दै कसरी आउँथे भन्ने यिनलाई जानकारी कहाँ छ भने यिनलाई थाहा छैन कसरी उखल्न धान कुट्थे कसरी जिताएर पित्थे कसरी पानी पुगुन्थे कसरी गोरु भैँसा तगन्थे कसरी खानपिन हुन्थ्यो औलो गाडो बेग पळ पखान दरमा घाँस के थाहा यिनलाई पनि के थाहा देखेकै छैन नै देखेको कुरो थाहा हुने पनि कसरी पनि हजुर ओइ कसरी भार बोक्दो हुन्थ्यो पहाड कसरी हिँड्दो हुन्थ्यो अदिङे खेत बनाउनु हुन्थ्यो पर्वतकै छकाले रुपाई दिनदिगै रुपाई ओहो बजे खेत में लगिया भात कति स्वाद हुने देखा खेत में लगिया भात रोटा ओहो माटीसँग डोबोडे खाइदिउँ भन्ने लहरला दिए भोगले देखा भोग लागि भोग तपाईँ त भोग मिठो कि भोजन मिठो भन्नै रानी चढा भन्न खाँदैन नि अब यहाँ आइसु चाहियो चटनी पुगेन शिकार चाहियो चाहियो ऊ चाहियो अलानो फलानो हात त मराओ भोगला काम ने दे अनि कहाँ भोगला दियो मिठो हुनु भने बुझे ठसक हाय अब यो हो त्यो होटल सोटल छाड्यो बजे अहिले पुरो धनगढीमा होटल सोटल छाड्योबाट इसो तर वार मराडा भागन छ
सुन्नु चाहिँ बाजा कुरा कसो लाग्नु छ हो तसी लहर पनि अब बजे म के सोध्ता छु कि त्यो होटल सोटल छाड्ने केलाई होटल छाडेबाट यहाँ घरै बस्ने बजेसँग बसाइदिएको प्रातिका गफ गर्ने क्रेडिट कार्ड अध्यय अनि बजेलाई खानु बनाएर खुवाउने बजेका लत्ता खत्ता धुने अनि यहाँ खेत बनाउने भुइँसो पारेर दुने दुध दुने छाई हान्ने अझै नि बजे ठिक हो कि भने कि ठिक भने कि नि सेरामा सैर घेरले लहरै भान्जी हो हुनु त नातिले भनेको कुरा यो कुरा साँच्ची हो नातिले भनेको कुरा त्यो कुरा साँच्ची हो मन बढ्यो नि बजे मजाले त्यो रुपियाँ झिक्कै चाहिन्छ रे यो बर्थडे सड्डे मड्डे यो केही नभने मान्छे साग साग पकाउने बरु हेलो पकाएर बनाउने दुधको खिर पकाएर केक बनाउने बाहिरका रुपियाँ खर्चने दे दारू बिडी तमाखु केही नखाने त्यो खाएपछि रुपियाँ चाहिन्छ नि त केही नगर्ने यहीँ खेतीबाट धान गहुँ साग तरकारी सबै उब्जाउने अनि भैँसाको छाई दुध बङ्गा बङ्गा खाने भने आज बजे कसो होला निको होला नि हो त्यो भएर मैले त विचार गरेको छु अब त्यही लागि बजेसँग गफ गा गऱ्यो भने मेरो पनि मन खुसी बजेको पनि मन खुसी अरू सुन्ने भने सबैको मन खुसी अब आजभोलि यति बुढा मान्छे कुरेडी काने को दाहान आजभोलिको बुढा कुरा कोही सुन्दैन हो त्यो भएको हुनाले मैले तसी कुरेडी राखेको छु बजे त्यही भएर एकदम खुसी खुसीसँग बसेर खाने पाप धर्म मुनको धर्म हो अब गई भएर मन्दिर बनाएर ठाउँमा ढुङ्गा हामी देउता हुनबाट उतै रिप चढाएर उतै पुजीबाट क्यादु छ कहाँ छ देउता उहाँ होइन मानेको त हो कि मुनले सबैलाई धर्म राखेपछि बाटो पाइन्छ बाटो पाइन्छ मुनको पाप सबैले गर्मकुटोलाई राखेपछि पाप पापले बाटो पाइन्न पाप राणा मुर्गालाई बाटो कहाँ पाइने पछि होइन भयो त्यो हुनाले अब जन्मेपछि मद्दु खाली आउनु खाली जानु कसैका लागि टुटो पिठो टुटो फुटो केलाई बोल्नु खाली आउनु खाली जानु नङ्गाई आउनु नङ्गाई जानु सही हो त्यो भएको हुनाले कुरेडी कहानी तसी छ अब म तसो सोध्ला आज रे गुजरा पानी होली कि नि पनि नबजे गुजरा हुने हो क्या हुन्छ नि हो बल्ल पाल्लो छु बल्ल पाल्लो भैँसो पाल्लो साग साग लाउँछु दुःख हुन्छ दुःख दुख खानुबाट बङ्गामा दुःख दुबड्यो के सकिने उठो सकिने मान्छे उहाँ मजाले निगो खाएर सिरेपट्टि पल्लेपट्टि बजाएर बसेपट्टि झिक्को वर्ष बात्या केही हुनु झिक्को बात्या केही हुनु तँले त उति दुःख बङ्गामा खाया तुरी दुःख हाल्दा उति भारी बोक्या उति बल्ल भैँसा हेऱ्या कहाँ अहिलेसम्म बच्चा क्या 100 वर्ष भइगयो हेर्नुभयो मान्छे कहाँबाट मध्यपछि त उहिले मर्जानु पड्यो क्या जति काम अरे उति बात छैन भन्ने जाने मैले हो बजे मान्छ कन्या खबरहरू कन्या दबरहरू तुम नपर्छ बचे हो कोही त्यसो कुरो गएको छ बजे त्यो भइहाल्नाले अब मारी बजे सन्जासम्म रहरै छ होइन हो त्यो हुनाले अब ट्याक्करबाट यहाँ चाहिँ नाति र बजेको गफ गा हुन्छ रोटीले गर्छ कुरेडी काने हुन्छ यहाँ भैँसा पाउँछु भैँसा दुन्छु म छाया हान्छु छाई टन्न खाने मजाले दारू खाने नै हो दारू खाने छान खायो पल्लो हो तपाईँ त गोरस भयो दारू भैँसा काटे मासु खाना गोरस भयो दारू भैँसा काटे मासु खाना अचल नै हो कोही खे भनी क्यारु सम्झना कोही पनि छैन ठिक गाडी बजे मैले गीत बनाएँ नि
कहिले भने क्यारो सोच्दैन कोही भने छैन त्यसो हो नि त बजे हाम्रो भाषा यो हाम्रो कुरडी कहानी यो हाम्रो चाहिँ चालचलन यो आफ्नो भनेको आफ्नै हो जो सत्य कुरा सही कुराहरू भयो त चित्त बुझिन्छ कात्तर हो चित्त बुझिनु नै सुख हो बजे कहीँ महिना पाबाट मसुर्या काबल कसै बला कन्छको जान नगे बात कसै बला कन्छको जानौ मन कि बात यो हो नि त चित्त बुझिने कुरा हो। त्यसो भए हुनाले अब कुरडी कहानी के छ भनेपछि आज आमाको मुखे निधन हो। अब मैले स्याउ सुन्तला नै स्याउ दाडिमो केला यो थर्बुज अङ्गुर एक छापरभरि ल्याएको छु बजे नाङ्गलोभरि अब मारे बुङ्गामुङ टिकी लाउने खाने होइन। अब बा पनि आफ्नै आमाको मुख हेर्दा छन् हामी पनि आफ्नै आमाको मुख हेर्दा छु पछि ट्याक्क गरेर खाना छौँ। अनि दाल पक्ला छ भात पक्ला छ बुङ्गाबुङ बेहुले कतिको बोली सुन्दा सागी सुन्नु बासुली कठैँदैन पापु कुरा केही पनि छैन पापु धर्मरे कली कठैँदैन पापु कुरा केही छैन बाबु ल अहिले अब बुङ्गामा लाउनु भ्या